सर्वेश्वर भगवानको। हेलो हेलो गाइस, हेलो एभ्रिवान, हेलो हेलो। हेलो जीवन सर, कहाँ हो तपाईँ बिजी? ओ नाइस 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 नाइस। हामी अब यहाँबाट कहाँतिर लाग्ने केटा हो? यो मोड यता जाने कि यता जाने? च्यासलमा हामी रिसेन्टली च्यासल रङ्गशाला नाइटको भ्यू इभिनिङ। अहिले मनाङ मर्साली र मनाङ मर्साङजी भर्सेस 3 स्टार क्लबको म्याच हेर्न हामी गइरहेको छ आज च्यासल ग्राउन्डमा। होइन, च्यासलमा त केपी ओली भर्सेस प्रचण्डको म्याच होला नि, होइन? रिटायर भयो तिनी। होला 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 त्यस्तै। ल यहाँ दामी दामी क्याफेहरू छ, चिया पिउनु। चियाबारीमा चियाबारीमा चियाबारी दामी दामी छ। हामी दामीमा हामी, चियामा पानी। सबै कानुन चाहिँ उसमा प्लस ल्याउँदा नि गएको हुँदैन नि त। आउँदैछ खतरा स्पिड। लक हामी हिमालयन कलेज होइन त्यो वाइट। यो यस्तो छ, यहाँ के लगाएर आउनु हुन्छ नि। हाम्रो केटाहरू यहाँबाट आउँदैछ पछाडिबाट। उही बिरालाल बाटो काटेको केटा हो यार। यो बिरालोले बाटो काट्यो, कालो त होइन, सेतै बिरालो रहेछ, खासै फरक पर्दैन। अब भला हिट नहुने भयो। अब युएन पास साइडतिर गयो, बिरालो बाटो काट्यो, यो हाम्रो जीवन सर नजाने। यो अर्कै साइड भएर अब जानु पर्यो। जुडेहरू ल यो कलेज, यो कलेजमा को पढ्नुहुन्छ? खुल्यायो चिया सुट्टा। ए यहाँ हो यो खुल्ला, यो मैले उता सुमा देखिरहेको थिएँ। चिया सुट्टा यता छ गाई, हिमालयन व्हाइट कलेज, हिमालयन कलेजको छेउमा चिया सुट्टा। आउनुहोस्, चिया सुट्टा, चियासँग सुट्टा फ्रीमा। टाइमिङ मस्ट। बुलम्यान पऱ्यो होइन, कुन सेयर किन्ने हो? मन्त्रालयमा जाउँ। मन्त्रालयमा खाएको खानु पर्यो।